पनि मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्यहरूलाई मैले समय दिइरहेको छु। मान्य सदस्यहरूलाई बोल्न माइक पनि दिइरहेको छु। मान्य सदस्यहरूलाई मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय पनि दिइरहेको छु, व्यवस्था गरिरहेको छु। तर मान्य सदस्यहरूले सदनमा देखाउनु भएको व्यवहारप्रति मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्यहरूलाई आफ्नो भाषा सुधार्नको लागि म ध्यान आकर्षण गराउँछु। विपक्षीले आफ्ना कुराहरू नियमावलीभित्र रहेर नियममा सर स्पष्ट गर्न पर्ने कुरा नियमावली कुरा कसरी बनाएको मान्य सदस्यको भाषालाई, मान्य सदस्य आरएन राईको भाषालाई सुधार्नको लागि र मर्यादित गर्नको लागि म ध्यान आकर्षण गराउँछु। मान्य सदस्यहरू, मैले सत्तापक्ष र विपक्षी बेन्चका सबै मान्य सदस्यहरूले मागे अनुसार र सभामुखले आफ्नो सचिवालयसँग संवाद गर्दै, छलफल गर्दै, कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल गर्दै समयहरू निर्धारण गर्ने र आवश्यकताको आधारमा, विषयवस्तुको आधारमा निरन्तर समय दिने र मान्य सदस्यहरूलाई बोल्न दिने काम निरन्तर गरिरहेको कुरा हाम्रो रेकर्डमा सुरक्षित छ। र यो प्रतिनिधि सभाको बैठक लाइभ भइरहेको छ। त्यसकारणले सभामुखले कसलाई समय दिएको छ, कसलाई समय दिएको छैन र कसरी समय निर्धारण गरेको छ, यो सबैतिर सर्लङ्ग छ। त्यसकारणले म मान्य सदस्यहरूलाई हरेक दिन कार्यसूचीमा हामीले राखेको विषयवस्तु अगाडि